यो कर्णाली करिडोर हामीले बनाएको यिन लफाङ्गाहरू कसैले बनाएको होइन नि यो कर्णाली करिडोर हामीले बनाएको ओल्लै भन्छ लफाङ्गाहरू हामीले लफाङ्गा अरे फेरि आफू के त ठाउँ ठाउँबाट आएको मान्छे फेरि चुनाव लड्न आएकोलाई के भन्ने महान विद्वान जसले चाहिँ जमिनमा खुट्टा टेकेका चाहिँ त्यो लफाङ्गा किन अनावश्यक भरमजो गरिराखेको छ नि हजुरको त्यो भित्र सत्यता छैन। हामीले संविधान सभा बनायौँ, त्यो संविधान सभाबाट जनताको संविधानै बन्न नदिने षड्यन्त्र भयो, त्यसका विरुद्ध लड्यौँ। 4 वर्ष लड्यौँ हामी। 2 वर्षभित्र संविधान बनाऊ भनेर भनेको 2 वर्षभित्र बनाउन नदिएर 2 वर्ष अरू थप्दा पनि बनाउन नदिएपछि लास्टमा जाने बेला संविधान लेख्यौ जसले संविधानमा हस्ताक्षर गरेका छ। प्रकाण्डको हस्ताक्षर छैन संविधानमा। दलितको निम्ति लडेको महेन्द्र बासाईको हस्ताक्षर संविधानमा छ। प्रकाण्डको छ, दलितको बारेमा प्रसङ्ग छ। पुरै युनिफर्म मेसिन गन लगाएर हिँड्यो, शरीरभरि छरा छन्, गोली छन्। खै एउटा गोली छ शरीरमा, देखाउँ त प्रकाण्डको कुनै एउटा गोली छ कहीँ लागेको? त्यो गरे मान्छे अहिले कालीकोट जिल्ला हामीले बनाएको, तपाईँ हामीले बनाएको, क्रान्तिकारीहरूको सङ्घर्षबाट बनेको, जनताको सङ्घर्षबाट बनेको। यसका विरुद्ध षड्यन्त्र गरेर अनि चाहिँ तपाईँ जनताको बलिदानको दुरुपयोग गरेर खान्छौँ र षड्यन्त्र गरेर जनतालाई फेरि रैती बनाउँछौँ भनेर कसैले सोध्छ भने त्यो हाम्रो निम्ति सही हुनेवाला छैन। फेरि मैले भने यो षड्यन्त्र बन्द गरिएन भने फेरि ठुलो आन्दोलन र ठुलो क्रान्तिको स्टेप फेरि हामी लिन्छौँ। तपाईँहरू तयार भइरहनु।